धेरैभन्दा धेरै सब्सक्राइब कमेन्ट गरिदिनुहोस् होला ल गाइजहरू मेरो बोर्ड हुने तयार भयो धेरै सब्सक्राइब अनि धेरै सबले कमेन्ट र लाइक गरिदिनु होला। उसले आफ्नो यति टाइम लगाएर यो भिडियो तपाईँलाई भिडियो बनाउन कोसिस गर्छ, त्यसमा उसको सबै मेहनतलाई अप्रिसिएट हानिदिनु। थ्याङ्क यू गाइजहरू। यति गरिदिनुहोस् हजुरहरूले धेरै नयाँ च्यानल हो त्यो आइडी ब्यान भएर अहिले कहाँ गइसक्यो गाइस। त्यही भएर म अब नयाँ च्यानलमा आएको छु गाइजहरू। यो म्याचमा चाहिँ हामी कस्तो प्रो हुन्छौँ हजुरहरू यहाँ हजुरको प्रत्यक्ष हेर्नुहोस् होला। अनि हजुरहरू फ्री फायर प्लेयर जतिले सब्सक्राइब र पब्जी प्लेयरले लाइक गर्नु होला। हेरौँ कसको धेरै उ आउँछ भन्ने। को फ्री फायर फ्यान हो र को पब्जी फ्यान हो त्यो सबै कमेन्टमा लेखिदिनु होला है त। हामी चाहिँ कलकत्तामा गइसकेको छौँ। मैले बोलाउने नाम चाहिँ कलकत्ता है, त्यही भएर कतै भनेको छैन गाइज। तर यहाँ चाहिँ अलिकति हामी यहाँबाट धेरै सक्सेस भएर जानुपर्छ यो घरभित्र। गाइजहरू हजुरहरू कतिको ल प्रो आछन् त गाइजहरू। यहाँ चाहिँ अघि योभन्दा पछाडिको गेममा चाहिँ अलिकति नुप आएको थिएँ, जित्न जान्थ्यौँ। नत्र हामीले त कति गेम जित्यौँ भनेर चाहिँ म भन्न सक्दैन है। ओके AK47 पाइसकेको छ उसले। ल हामी यहाँ हेर्दैछौँ। कट्टा ए कोलाई थाहा छ कट्टाको मिनिङ? ओल्ड प्लेयरहरूलाई मात्रै थाहा छ है गाइस। ल कमेन्ट बक्समा लेख्नुहोस् होला है त गाइस। कट्टा भनेको कुन गनलाई भनिन्छ भनिदिनुहोस् है त। यहाँ यता मेरो पछाडि आऊ दिक्छन्। यहाँ मैले यहाँ के भेटेँ। यो लन्च प्याडबाट हामी उता उडेर जानुपर्छ है। अनि पछाडि बन्दामा टोरस हान्नुपर्छ। रुक मैले टोकनहरू भेटिरहेको छु यहाँ। मलाई पनि देऊ न, त्यो मलाई राख्न देऊ न प्रवेश। त्यो मलाई राख्न देऊ न। ल अब यता म अझ छ के कति हो यहाँ धेरै। ल तिमी ल हो त्यो जाऊ छिटो जाऊ। म यतातिर जान्छु अनि त्यसपछि लन्च प्याडमा उडेर जानुपर्छ है। रुक है त। ल धन्यवाद। लिडर त कहीँ पनि भेट्दै छैन है। M1014 चाहिन्छ? नै मसँग कट्टा छ। कट्टा भनेको कोलाई थाहा छ है त गाइस। ओल्ड प्लेयर पनि हो गाइसहरू। हामी चाहिँ अब यहाँ लन्च प्याडमा उडेर जानेवाला छौँ। दिक्छन् म लाग्छु है तिमीलाई एउटा ओपी ठाउँमा। हजुर ऊ त्यहाँ छ अगाडि भेट्यौ? कहाँ गयो? मैले तिम्रो अगाडि फोन स्विच अफ भइसकेको छ गाइस। अब प्रवेशले ह्यान्डल गर्नुपर्छ। प्रवेश के तिमी सक्छौ मलाई बचाउन? तिमीलाई बचाउन त इजी गेम हो त। पहिला ल अब दिक्षमा चल्न लाग्छ।
मेरो बेस्ट फ्रेन्ड है र हामी अब यताबाट जान्छौँ एउटा ओपी ठाउँमा र पहिला म दीक्षालाई पिकअप गर्छु उसको यहाँ पहिला मोबाइलमा त्यो पेपर खोइ आई डोन्ट नो ल अबसलाई म शेयर गर्दै गरिरहन्छु प्रवेश मलाई बचाउन कोसिस गर प्रवेश ओके गाइजहरु हेर्दै जानुहोस् होला हाम्रो यो म्याच के हुन्छ कस्तो हुन्छ र के गरी ल हेर्दै गर्नुहोस् गाइजहरु हजुरको सपोर्ट भएन भने हामी पनि त्यस्तै अर्कै लोडिङ ल दीक्षण पनि म त्यही आउँछु ल रुक्क ल म आइरहेको छु त्यो दीक्षण बाट ओके छैन ल गाइज अब हामी फेरि जान्छौँ म यहीँ छु तिमी बाट है यता दीक्षण यता कम ब्याक दीक्षण आइसकेको छ अब हामी खेलौँ गाइजहरु हेर्दै जानुहोस् म एउटा ठाउँमा लग्छु दीक्षणलाई यता ऊ माथि रुक है मेरो गाइजहरु मेरो यहाँ कस्तो ह्याङ तर के हुन्न मेरो चाहिँ गाइजहरु अहिलेसम्म 0 किल छ अनि कति जना भन्दा भने 20 21 जना भइसकेका छन् अब हामीले यो म्याच जसरी भए पनि जिताउनु पर्छ हजुरहरुको लागि 5-6 किल त गर्नै पर्यो नि गाइज नत्र त्यो म्याच नुक तरिकाले हार्छन् त ग्लाइडर पायो अरुण छ M10 मसँगै छ अलिकति पसिनाले अर्कै यार गाइजहरु यहाँ मेरो चाहिँ अलिकति चलेन के यो टाइममा मलाई खोजिरहेको छु देखिसकेको जस्तो लागिरहेको छ मलाई यहाँ दुईटा बन्दा रहेका छन् दुईसन एकछिन नजाऊ गइरहेको छैन मेरो M4 फेभरेट काम मेरो